साथीहरु मोमोलाई तपाईहरुले हैन बनाएर यसलाई तातो राख्नु चाहिँ कसरी भन्दाखेरि हेरिसक्नु होला एकदम कुकरमा मजाले हालेर यसरी राख्नुपर्छ। यो चाहिँ तपाईहरुको 1 घण्टा भन्दा पनि बेसीसम्म तातो बस्छ है त साथीहरु। यो ट्रिक तपाईलाई थाहा छैन भने चाहिँ अब यो भिडियो हेर्नुको बाद जहिले पनि मोमो खानुहुन्छ तपाईहरुले पनि यसरी नै गर्नुस् होला है। हेर्नु एकदम यो हामीले बनाएको नभनेको नि 2 घण्टा हुन आँटिसक्यो। अहिले पनि मोमो तातै छ। हेर्नुस् है बाफुडी राखेको हल्का हेर्नु हुँदै होला है। तातै छ अहिले पनि मोमो चाहिँ र एकदम यसरी नयाँ नयाँ ट्रिकहरु लिएर आउँछु हैन। फलो गर्नु नबिर्सिनुहोस् हैन। र यसरी नै मोमो तातो राख्नुहोस् है। मोमो सबैको फेभरेट हो। भिडियोलाई शेयर पनि गरिदिनुहोस् है त ल। ल फेरि नेक्स्ट भिडियोमा भेटौँ हैन। ल आजको लागि चाहिँ यति नै। सबैजनालाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा।